हरे कृष्ण राधे राधे साथीहरू है। एउटा कुरा सेयर गर्न मन लाग्यो फेरि है। सब्जीहरूमा क्या साथी होइन, तोरैको किन्दाखेरि चाहिँ बोक्रा धेरै हुन्छ, गुदी थोरै हुन्छ है। अनि फाइदा हुने सब्जी चाहिँ क्या साथीहरू है, फेरि सेयर गर्नु मन लाग्छ नि त। फाइदा हुने है, भिडियो राम्रो आउँदैन है, क्लियर। फाइदा हुने सब्जी चाहिँ यो हो क्या, यो भिन्डी। भिन्डीमा चाहिँ फाइदा हुन्छ क्या साथीहरू है। यत्रो आउँछ, कुनै कुनैमा चाहिँ यसो भित्र किरा हुन्छ होइन, नभए त होइन त भिन्डी त अब यत्रो भिन्डी भयो होइन, यति काट्यो भने पुग्छ क्या भिन्डीमा है। थोरै काट्यो, भिन्डीको फाइदा होइन त भन्नु त। भिन्डी किन्दा चाहिँ फाइदा हुन्छ क्या, तर कलिलो छान्नुपर्छ है साथी। छिप्पेको छान्यो भने त खेर जान्छ है। मेरो चाहिँ फेरि यस्तो दामी भिन्डी परेछ हेर्नु नि, सानो सानो है, कलिलो दामी है। अनि भिन्डीको चाहिँ फाइदा लागेर अनि भिडियो बनाएँ क्या साथीहरू। हेर्नु त है, यति फाल्यो है, डल्लै काम लाग्छ। अब यसरी चिरेर अलग्गै बनाए पनि भयो होइन, यसरी। अनि गोलो गोलो काटे पनि भयो भिन्डी होइन। भिन्डी काट्ने तरिका पनि धेरै छ, पकाउने तरिका पनि धेरै छ साथीहरू है। आज चाहिँ मैले भिन्डी र टमाटो हालेर बनाउँछु सब्जी है, फ्राई गरेर। भिन्डी पाकेपछि आधा पाकेपछि अनि चट्ट टमाटर हालिदिनु, चट्ट भिन्डी टमाटर सब्जी बनाउँछु साथीहरू है। भिन्डीको फाइदा होइन त भन्नु त, घेरै खेर जाँदैन नि यो है। अनि कति फाइदा छ है साथीहरू। हरे कृष्ण। ल भिन्डी खाऊ है त।